Namaste सबैजनालाई. This is Miss Aluna and welcome back to my channel. So yeah, it's been very long since I have uploaded any videos on my YouTube channel. अनि यदि तपाईहरुले मेरो short videosहरु हेर्नुहुन्छ भने चाहिँ I think you guys know that मेरो चाहिँ जति पनि videosहरु हाल्छु नि त्यसमा copyrights देखाइ गर्छ अनि मैले चाहिँ I tried uploading all the videos without music, without any title हुन्छ नि गर्दा फेरि पनि खै I don't know किन हो copyrights देखाएर I was like literally demotivated के अब यो गर्दा नि हुँदैन त्यो गर्दा नि हुँदैन Google सर्च गरेर के चाहिँ प्रब्लम छ भन्दा नि भेट्दिन YouTube मा हेर्दा नि भेट्दिन अनि होस् भनेर I literally stopped uploading. Literally stop भन्दा नि I stopped making videos नै क्या अनि त्यो कुराले गर्दा पनि म डिमोटिभेट भएको थिए प्लस होबार्टको जाडो बढे सँगसँगै मेरो अल्छीपना पनि बढेको छ त्यही भएर मैले भिडियोहरु खिचेको थिइन किनभने यस्तो हुन्छ जाडो महिनामा चाहिँ चाँडै रात पर्छ नि त अनि अब म दिउँसो त काममा हुन्छु दिउँसो अब बिकज अफ प्राइभेसी एन्ड कन्फिडेन्शियलिटी कामको भिडियो त मैले बनाउन मिल्दैन अनि अब बेलुका घर आएर भिडियो बनाउँछु भन्नु भने बाहिर निस्किदा ओर्दा इट्स अलरेडी लेट के अलरेडी रात परिसकेको हुन्छ अँध्यारो भइसकेको हुन्छ 5 बजे नै अनि त्यही भएर मैले भिडियोजहरु बनाउन चाहिँ पाएको छैन अहिले तर आज चाहिँ मैले बिहानै उठेर सोचे अब पहिलाको भिडियोजहरुमा जति जे भए पनि लेट्स स्टार्ट द न्यू वन अनि यसमा चाहिँ ब्याकग्राउन्ड म्युजिकहरु के पनि नहालिकन एकदम र बनाउँछु अनि अपलोड गर्छु अनि लेट्स सी त्यसमा चाहिँ कपिराइट आउँछ कि आउँदैन अनि आई विल गो फ्रम देयर भनेर चाहिँ मैले यो भिडियो स्टार्ट गरेको अनि आई डोन्ट नो अब यो भिडियोमा पनि मेरो के कन्टेन्ट हुन्छ चाहिँ मलाई थाहा छैन तर अनि यो भिडियो कम्प्लिट वान डे कै हुन्छ कि 2-3 दिनको भिडियोजहरुलाई मैले मर्ज गरेर बनाउँछु कि त्यो चाहिँ मलाई थाहा छैन तर एनीवेज आई हैव अगेन स्टार्टेड मेकिङ द भिडियोज अनि होपफुली यसमा चाहिँ कपिराइट्स आउँदैन या अरु कुनै पनि प्रब्लम आउँदैन होला सो कीप वाचिङ दिस भिडियो गाइज अनि प्लिज keep supporting अनि के फिडब्याकहरु छ भने as usual I am very open to feedback so please comment down below अरे यो भिडियो अपलोड हुन्छ हुँदैन थाहा छैन कपिराइट्स लागेर फेरि अपलोड नहुने होला अलरेडी कमेन्ट डाउन बिलो एनीवेज इन केस तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ यो भिडियो युट्युबमा छ भने चाहिँ अनि तपाईहरुसँग चाहिँ के फिडब्याक छ भने इन रिगार्ड्स टु माय भिडियोज प्लिज फिल फ्री टु लीव योर कमेन्ट्स अनि I'll try and work on it. So yeah, यति भन्दै let's start the vlog in a new day. So साथीहरु मेरो चाहिँ आज ट्रेनिङ छ काममा त्यही भएर म चाहिँ ट्रेनिङमा जानु आटेको अनि मेरो ट्रेनिङमा जानुको लागि चाहिँ मैले बस चढ्नु पर्ने हुन्छ अनि बसबाट चाहिँ इट विल टेक अराउन्ड 5 to 7 minutes त्यो ट्रेनिङमा पुग्नको लागि त्यही भएर म चाहिँ बस वेट गर्दै छु खासमा चाहिँ मेरो बस चाहिँ 12:42 को हो तर म चाहिँ अलरेडी यहाँ आएर बसिसकेको छु किनभने मलाई चाहिँ केही कुरा के रे इन्फर्म राख्न मन लाग्दैन क्या त्यो हुन्छ नि मान्छेहरु हुन्छ नि कोही बस आउने हुन्छ 12:40 मा अनि 12:40 मा घरमै हुन्छ नि अनि कुद्छ नि हतार त्यो चाहिँ मलाई कदापि मन पर्दैन त्यही भएर म चाहिँ कहीँ जानु छ भने के गर्नु छ भने आई वुड अलवेज लाइक टु डु इट अर्ली त्यो चाहिँ मेरो पहिलेदेखिको बानी बाइकको आवाज पिटिक्कै मन पर्दैन पुरै कानै हाने गरेको सो या मलाई भन्नुपर्ने त त्यस्तो केही पनि थिएन तर अब मैले यतिकै बस्नु पर्ने टाइममा चाहिँ भिडियो बनाऊँ भनेर भिडियो बनाउन स्टार्ट गरेको अनि मेरो कपाल एकचोटि नुहाउँदाखेरि लगभग आधी चाहिँ झर्छ तपाईहरुसँग यो कपाल नझर्ने केही टेक्निक उपाय छ भने प्लिज भनिदिनु होला अनि अर्को पुरा भनेको चाहिँ हैन मलाई चाहिँ एकदम उम्लिदै गरेको पानीमा नुहाउनु पर्यो हुन्छ कपाल पनि जिउ पनि अनि कपाल नझर्ने त कुरै भएन हैन यस्तो नराम्रो बानी छ नि तातो पानीले नुहाउनु पर्ने कपाललाई पनि मान्छेहरुले कपाल चाहिँ तातो पानीले नुहाउँदैन रहेछ हो भन्छ भनेर तर मलाई चाहिँ म सक्दिनँ के चिसो पानीले नुहाउनलाई नै बानी एनीवेज मैले चाहिँ भ्लग कन्टिन्यू गरिराखेँ भने तपाईहरु हेर्दै जानु हैन अबको 1.5-2 वर्षसम्म चाहिँ मेरो टाउकोमा चाहिँ कपाल चाहिँ पक्कै पनि हुँदैन होला यही तरिकाले मैले नुहाइराखेँ भने तातो पानीले तर के गर्नु हैन आफ्नो के हुन्छ आफ्नो कम्फर्ट भन्दा ठुलो के हैन अब राम्रो देखिनु भन्दा नि कम्फर्टेबल हुनु आफुलाई जरुरी लाग्छ
म चाहिँ यहाँ छु यहाँ। सो या आज चाहिँ नेक्स्ट डे अनि मेरो छुट्टी। सो आज चाहिँ मेरो छुट्टी हो अनि वेदर चाहिँ लास्टै चिसो छ, बट मलाई चाहिँ फ्यु सामानहरू किन्नु पर्नेछ मेरो आफ्नो पर्सनल युजको लागि। त्यही भएर म चाहिँ त्यो सामानहरू किन्नुको लागि सिटी जाँदैछु। खासमा चाहिँ यहाँनिर पनि पाउँछ, तर यहाँ अब थोरै लिमिटेड अप्सन हुन्छ नि। अनि वाइ इफ यु हेभ टाइम किन लिमिटेड अप्सनमा आफूलाई सेटल गराउने? नो, सिटी गयो भने टन्नै सामान भेटिन्छ, चुज गर्न पाइन्छ। त्यही भएर चाहिँ खासमा सिटी गएको म। अनि म चाहिँ बसबाट जानुपर्छ सिटी जाँदाखेरि। 10 to 15 मिनट्स लाग्छ बसमा जाँदा। नर्मली मान्छेहरू चाहिँ आफ्नै गाडी युज गर्छ यहाँ जानुलाई, हु ड्राइभ, बट अनफर्चुनेटली आई डोन्ट ड्राइभ। त्यही भएर म चाहिँ मेरो पर्सनल ड्राइभरलाई बोलाएको छु। पर्सनल ड्राइभरले बसमा चढाएर लिएर जानुहुन्छ। अनि विकडेजमा चाहिँ यहाँनिर बस पाउन इट्स भेरी कन्भिनियन्ट। एकदम 10-15 मिनट्समा चाहिँ सिटीको बसहरू आइरहन्छ। तर विकेन्डमा स्याटरडे सन्डे प्लस पब्लिक होलिडेमा चाहिँ बेटर यु गेट उबर जस्तो लाग्छ त मलाई। किनभने एकदम लिमिटेड मात्र आउँछ क्या त्यतिखेर चाहिँ। अब छुट्टी हुन्छ नि त विकेन्डमा, त्यही भएर सायद हाम्रो ड्राइभर दाइहरूको भाइहरूको पनि छुट्टी हुन्छ होला, त्यही भएर एकदम लिमिटेड पाउँछ। सो यहाँ म चाहिँ सिटी जान्छु अनि म तपाईँहरूलाई सिटी पुगेपछि देखाउँछु यहाँको सिटी चाहिँ कस्तो छ भनेर। यहाँको सिटी खासमा इट्स नट टु बिग अनि क्राउडेड क्या। अब सिडनी, मेलबर्न, ब्रिस्बेनहरू भनेको त यिनीहरू ठुलो सिटीहरू भयो नि त, तर यहाँ चाहिँ त्यस्तो छैन। किनभने यो ताजमेना भनेको चाहिँ अलिकति रुरल एरिया पर्छ नि त। तर एनिवे जे जस्तै भए पनि हामीलाई डे टु डे बेसिसमा चाहिने सामानहरू यहाँ अभाइलेबल हुन्छ, विच इज गुड। सो किप वाचिङ गाइज। ल साथीहरू, म चाहिँ काममा जाँदैछु हो। पानी परेर बिजो भएको छ। पानी मात्र परेको भए त हुन्छ नि, यो छातामै थाम्न नसक्ने गरेको हावा चलेको छ हो। प्यान्ट सबै भिजिसक्यो, तल पछाडि दुईवटा ज्याकेट लगाएको छु। आखिर सबै भिजिसक्यो, बट आई एम स्टिल ह्याभिङ फन। हेडफोनै जरा। सो गाइज, म चाहिँ अहिले पानीमा भिज्दै काम आएर काम गरेर लन्च ब्रेकमा छु। अनि तपाईँहरूले अलिक अगाडि देख्न सक्नुहुन्छ मेरो त्यो सिटी गएको भिडियो। मैले भनेको थिएँ नि त सिटी देखाउँछु भनेर, तर ओ माई गड, एज सुन एज म बसबाट निस्केँ नि यस्तो जाडो होइन, यस्तो हावा चलेको थियो। पुरै त्यो हात यसरी गरेर भिडियोहरू खिच्दा पुरै चिसो क्या, हात चिसो भएर त्यो फोनै समात्न सकिनँ। त्यही भएर मैले त्यहाँनिर चाहिँ भिडियो खिच्ने आँट पनि गर्न। अनि भिडियो खिच्ने आँट नगरेको मात्रै होइन, गएँ, खाएँ, ब्याक टु होम, घर पनि आइहालेँ। अनि त्यही भएर साथीहरू, मैले चाहिँ सिटीको भ्युजहरू तपाईँहरूलाई देखाउन पाइनँ। एनिवेज, अब मेरो आज यो 4-5 दिनको बिट्स एन्ड पिसेसहरूको भिडियोजलाई चाहिँ यहीँ इन्ड गर्छु। अनि के भनौँ, अनि एज युज हो, मलाई भिडियो बनाउन आउँदैन, कन्टेन्ट के हाल्ने पनि आउँदैन, तर आई वन्ट गिभ अप। ढिलो चाँडो जसरी भए पनि भिडियोहरू चाहिँ अपलोड गरिराख्छु। अनि इफ यु गाइज आर न्यू टु माई च्यानल, प्लिज डु सब्सक्राइब माई च्यानल। अनि यो भिडियोलाई मन पऱ्यो भने लाइक गरिदिनु होला, आफ्नो साथीहरूलाई पनि रेफर गरिदिनु होला। आई नो मेरो भिडियोजहरू त्यस्तै इन्ट्रेस्टिङ छैन, तर पनि वान डे डेफिनेटली मेरो भिडियोजहरू इन्ट्रेस्टिङ बनाउने छु। कन्टेन्टहरू तपाईँहरूलाई मन पर्ने खालको हाल्ने छु भन्दै मेरो धेरै शब्दहरूलाई यहीँ टुङ्ग्याउँछु। थ्याङ्क यू, बाई बाई।